Hello everyone, सन्जय होला म पनि सन्जय छु है के छ हालखबर गाइस के छ होला नि सबैको चाहिँ अहिले यता जाँदैछु नाइकाबाट पुरानो नाइकाप जाँदैछु यता कलिङ्गीबाट गाइस एलआरआईको बाटो है एलआरआईको बाटो के रेस्टुरेन्ट नाम बिर्सिएर एलआरआईको बाटो है एलआरआईको बाटो जान्छ एकदम जान्छ कस्तो गाह्रो होला यार साइको गाह्रो Saigo Carla Chiscares अफिसियल 09 मा हजुरहरूलाई स्वागत छ गाइस दिस इज एलआरआई एलआरआई सेकेन्डरी स्कुल है सो त्यसरी अहिले कारबाट गएर अब कालमाटी गएर फर्किँदैछौँ होइन धेरै के लामो भिडियो बनाउनु पऱ्यो होइन छोटो भिडियो बनाएको गाइस मिलाएर हेर्नु होला भन्ने आशा राखेको छु है माया गरिदिनु होला यसो मिलेर ल यो कारवारले जो चाहिँ क्या हो यो कासँग यो चाहिँ खड्का गाउँको उकालो भयो है गाइस खड्का गाउँको उकालो भयो होइन खड्का गाउँको उकालो है जलेसहरू पनि सुन्नै छ राम्रो राम्रो ठाउँ ल यो खड्का गाउँको उकालो पनि झऱ्यो ओह्रालो अब यता चाहिँ के भन्छ अरे बार्तले रेस्टुरेन्ट र फुटसल भनेर पनि चिनिन्छ है यता फुटसल कता भन्दाखेरि फुटसल यता हो है यो बाटो पुरानो नाइकाप चाहिँ ठुलो पर्दैन नाइकापभन्दा अलिक तलपट्टि हो गाइस अहिले फन्डेवाला खासै त्यस्तो भएन क्या यहाँ गाडी त्यति लाग्दैन बाइकको साइकल अलिकति लाग्यो कहिले चाहिँ समटाइम्स त्यही भएर okay
रातेमा कस्तो हतारमा सरी है गाइस छाडेको खडेहरूको हजुर तपाईँ चाहेर जानु भ्याउँछ चाहेर जाऊँ न है सो गाइस हाम्रो चाहिँ लास्ट इन्डिङै यहीँ हो है इन्डिङलाई नै अब यो माथि होटेल हो अब यहीँसम्म हो झोडे कस्तो लाग्यो के लाग्यो यसो हेरेर माया देखाइदिनु होला के भुल गल्ती गरेमा माफ गर्नु होला कमेन्ट लाइक सेयर गरिदिनु होला है सब्सक्राइब पनि एउटा गरिदिनु होला एउटा भाइलाई माया गरेर